सबैजनालाई नमस्ते। यो चाहिँ हामी अहिले छौँ नागेश्वर महादेव। यो चाहिँ हाम्रो पाँचकमान नगरपालिका अन्तर्गत पर्छ। यो पाँचकमान नगरपालिका वार्ड नम्बर 3 मा रहेको छ। अनि यहाँ चाहिँ एकदम यसको विशेषता भनेको चाहिँ यहाँभित्र एउटा गुफा छ। गुफाको प्रवेशद्वार चाहिँ यो मास्तिर देख्न सक्नुहुन्छ, त्यहाँबाट छ। अनि यहाँभित्र चाहिँ धेरै भित्रभित्र एक्सप्लोर गर्न सकिने ठाउँहरू छ। अनि त्यसमा चाहिँ अब किम्वदन्ती अनुसार चाहिँ भित्रभित्र नै यहाँदेखि कहाँ कहाँ पुगिन सकिन्छ, अथवा कैलाश जाने बाटो भन्ने एउटा गुफा छ त्यहाँदेखि। अनि त्यो अर्को गुफा गयो भने चाहिँ त्यहाँदेखि अरू कुनै सुन्तला बगानतिर पुगिन्छ अरे भन्ने चाहिँ अब सुनिन्छ होइन। अब त्यो भित्र जाँदाखेरि अब केही चमेराहरू देख्न सकिन्छ हामीले नर्मली देख्दाखेरि चाहिँ। अनि त्यो पछि अहिले चाहिँ यो वर्षाको कारणले गर्दाखेरि एकदम चिप्लो छ यो स्थिति यहाँनिर। अनि प्लस यहाँदेखि अब यो भ्यूहरू पनि एकदम राम्रो देखिन्छ। यहाँदेखि खाटबारी बजारदेखि लिएर चिचिला बजारदेखि लिएर अब यो अहिले मौसम अलि सफा हुँदाखेरि चाहिँ हामीले यहाँबाट मकालो हिमाल लगायत भोजपुरका विभिन्न क्षेत्रहरू साथै सङ्खुवासभाको उत्तरी भागहरूलाई चाहिँ हामीले यहाँदेखि देख्न सक्छौँ। त्यो नदेख्दा पनि हाम्रो यहाँको नजिकै पनि जुन हाम्रो स्याबुन अथवा यो सिबुवा लिएर यहाँ एकदम यो दाना खेतीको लागि, यो रुद्राक्षको लागि प्रख्यात ठाउँहरू, उत्पादन एकदम रुद्राक्ष बढी उत्पादन हुने, प्लस यो धान खेती पनि हुने भूभागहरू हामीले यहाँबाट देख्न सक्छौँ। अनि यो चाहिँ एकदम रमाइलो छ यहाँको दृश्य र एकदम धार्मिक आस्था भएको ठाउँ पनि हो। र यताबाट आउँदाखेरि चाहिँ हामी माथिबाट पाँचकमान नगरपालिका 7बाट आयो, 8-9बाट आउँदाखेरि चाहिँ 7बाट यो मार्गबाट आउन सकिन्छ। साथै हाम्रो पाँचकमान नगरपालिकाको कार्यालय हुँदै यताबाट आउन पनि सकिन्छ। प्लस 12 भन्नाले त्यो हाम्रो यता सभापोखरी गाउँपालिकाबाट पनि आउनेलाई मार्ग यो यहाँबाट छ, खाटबारीबाट यो बाटो हुँदै आउन सकिन्छ। अनि यहाँबाट नजिकै रहेको भनेको चाहिँ हाम्रो एउटा घोर्ले झरना, एकदमै उचाइमा रहेको झरना, एकदम उचाइ भएको झरना चाहिँ यो ठ्याक्कै यो डाँडाको उतापट्टि घोर्ले झरना रहेको छ। र यहाँ आउँदाखेरि घोर्ले झरनालाई पनि टार्गेट बनाएर आउन सकिन्छ। यहाँ चाहिँ एकदम शान्त वातावरण छ अनि प्लस रमाइलो छ।